अनि रुबेन भाइ हजुर हजुर अहिलेको घरपेटीले त गाली गर्दैन होला नि ताई अहिले घरबाट त म यार ताली गाई ताली बाजेको नयाँ घरमा शिफ्ट भयो गाई अहिलेको घरपेटी बाजे आफै हो अहिले भोलि गाली खान्छ अंशुबार नल्याछ फेरि खाँदैन के तपाईँले दुःख गरेर बनाएको घर के गाली खाने हो र लोकेसन देखेर थाहा भइहाल्छ मान्छे तपाईँ हो कि बुहारी हो घरपेटी श्रीमतीको नाममा सबै कसम बाजे काम रहेन बाजे काम रहेन अब यस्तो नि अब भाइको बुद्धि के अरे भाइको व्यवहार राम्रो भएको आफ्नो नाममा राख्नु अनि व्यवहार राम्रो छैन त्यसो भयो त मलाई के दिने त अनि बाजेले सबै दिदीको नाम रहेछ दिदीले त ती तीनवटा सँगै लिएर हिँड्न खोज्ने मान्छेले अनि कसरी भोलि त त्यो घर त कति भाग लाग्छ भनेपछि त मलाई त बाजेको एउटा आधी जिउ पनि आउँदैन होला एउटा आँखा पनि आउँदैन होला बाजेको मलाई के काम कतिजनालाई बाँड्छौ त 3 भाग 4 भाग लगाउनु पर्यो नि कहाँबाट छुट्याउँछौ त अनि कुन भाग चाहिने अरे अदालाई चाहिँ मलाई त त्यही भाग चाहिने हो नयाँ घरको स्वागत पोखरालाई सोध न पोखरालाई सोध त ए ल ल ल आथ्यो के सोधुला नि किन अरूलाई सोध्नु पर्यो म तपाईँको कति विश्वास गर्छु तपाईँलाई सोध्छु नि मैले त अहिले जिस्केको पो त तपाईँले जे भन्छ त्यही पत्याउँछु नि म यार अनि किङ को त अनि फेरि लेट्स गो साथीहरु किङ मेरो साथी हो तपाईँ मेरो बोयफ्रेन्ड हो के हुनेवाला बुढा हो पागल आइम रे यार अम्मी जेल लैजानु कति यार यार माग्न आउनु घरमा म त कहाँ लान्छु माग्न आउनु घरमा तपाईको आफ्नो हैन चीजलाई म कहाँ लिएर हिँड्छु र त्यसरी तपाई सिंगल अनि पुरै मिल्छ नि त वेलकम पिक न नमिल्छ सबैले मलाई तँ लैजा र म लैजा छ है म खेलाउन जस्तो तँ लैजा म टेबल टेनिस थ्यांक यू सो मच अहिले त्यो रुबेन भाइलाई नै ठीक छ तिमी त टेबल टेनिसको बल जस्तै भयो कि नयाँ अहिले यस्तो हो कि अब कस्तो भने रुबेन भाइको भयो भने चाहिँ अब रुबेन भाइ भनेको एउटा एक्सपिरियन्स वाला मान्छे पनि हो हैन जे भए पनि तल आउने कसरी ह्यान्डल गर्ने भन्ने सबै कुरा थाहा छ मलाई त थाहा छैन त्यो कुराहरू त्यही भएर म अलग बसेको राम्रो हो के बाजेले मलाई बिहे गर्नु कि अरूलाई किन जिम्मा लाउन खोज्नुहुन्छ आफ्नो नासो अरूलाई टास्न खोज्नुहुन्छ अनि पहिले भेटेर आफू सँगै मार्ने सँगै बस्ने अनि मलाई त जिम्मा लाउन खोज्ने त्यही भने के कस्तो खाले मान्छे होइसिन्छ यार अनि आइमेने कति नराम्रो यार तपाईँ यो भन्दा चाहिँ मलाई क्या मन पर्छ नि बाजे यही शब्द सुन्न आउँछु म जहिले लाइभमा तपाईँलाई खोजी हिजो मैले लाइभ देखेँ तिम्रो लाइभ तपाईँले त्यो लुकी मनको कुरा दबाई कति नराम्री छ्या भन्नुहुन्छ नि झन् मलाई त कति माया लाउँछ नि हजुर यहाँ सबैले रुबेन भाइ कहाँ गयो भनेर लेखिरहेछ मैले त अर्कैसँग गए डेटिङ गएको छ भन्दै आइज अस्ति त मैले त सुत्केरी भएको छ भन्दै धुरुकै रहने सोधे गर्ने जो पनि धेरै सुत्केरी भएको छ भन्दै भन्छ बेउती खान नजाने भन्छ गाइज यार डबल ट्याप गरौँ न गाइज यार मेरो कति कम डबल ट्याप हो यार लेट्स गो साथी 1800 जनाको टकटक सुनाउँदैछ मज्जाले भस्काउनु पर्छ त्यहाँ मिल्छ नि खेल्न त्यहाँ घरमा मिल्छ होइन पनिसमेन्ट म्याच खेल्ने हो आज धोबी हान्यो तपाईँलाई कति बोलेको छ कति भइसक्यो 3 दिन भइसक्यो आज मेरो मुन चाहिँ मेरो अब स्पिड च्यालेन्ज कति धेरै मागेको गाइस तलमाथि गरेर कम्प्लिट गरौँ त छिटो गाइस तलमाथि गरेर छिटो मुटु तलमाथि गाइस तलमाथि गाइस छिटो मुटु अब माथि मात्र हानेको तलमाथि तल गाइस माथि तलमाथि गाइस मुटु यार माकुरेहरु छ
मजा आएन त तल माथि गर भने मान्दै मानेन तल माथि गर भने मान्दै मानेन यत्तेरी पागल के बोल्छ यार मजा आएन रे फेरि तल माथि गर्दा मजा आएन रे भने त्यही भएर नहानेको तल माथि गर्नु भने फुल भने के स्पिड च्यालेन्ज गाइस स्पिड च्यालेन्ज कति धेरै सोच्ने हो के स्पिड च्यालेन्ज तल माथि गर भनेको मैले मजा नआएर के हान्नलाई स्पिड च्यालेन्जमा मुटु हान्नलाई मजा आएन रे मजा लाग्न हान्नलाई पागल भएछ आइमे त यार म पागल तिमी पागल क्या मिलेको जोडी छ हामी चाहिँ दुईजना जोडी चाहिँ मिलेको छ हामी चाहिँ तपाईको जामके बाजालाई भेट्न नयाँ घरमा तपाईँ पोखरा जाने भने चाहिँ हैन म पोखरा गएँ नि तपाईसँग जाँदिन मलाई के नत्र म तपाईको गाडीमा झुन्नी आउँछु पछि तपाईको गाडीमा झुन्नी आउँछु म रसीमा झुन्न्यौ हैन म हुटमा बस्छु माथि हुटमा बस्छु के माथि हुटमा बस्छु पोखरा बन्जम गरे बिना रसी तपाईसँग गरिदियो खुट्टामा बानेर कति बोलेकी छ्या अमिजेला कन्ट्रोभर्सी तपाईको छैन के रुबेन भाइ तपाईको त्यो एमबीपी लाई ब्लक हान्नुस् को र खै तपाई एमबीपी हेर्नु नि त अच्छा यार को यस्तो कतिला बोला गाना हो साथीहरु ठोके हान्नुस् ब्लक यस्तो अमिजी यस्तो नाम गरेको त मैले 100 जनालाई ब्लक हानिसक्यो हान्नु हो नि त जति आउँछ सबलाई ब्लक हान्ने हो के त्यसको गिफ्ट हामीलाई चाहिदैन के सामाजिक सञ्जालको किन सामाजिक सोशल मिडिया यार हजार मान्छेले हेरेर हुन्छ 50 पुरा पागलले सबैले हेरेर हुन्छ अनि किन त्यस्तो नाम राख्नु के है के भा होला चाहिएन के ओ मन्ने की पता भाइ सबलाई ब्लक गर्ने हो के त्यस्तो मान्छेले ओ साथीहरु गाइज हेर त मेरो त डबल ट्याप पनि छैन मलाई त कसैले सपोर्ट नगर्ने यार किङ जी आउनु छ के गोविन्द जी आउनु उडी उडी नाच्दैन अलि किङ जी आउनु उडी उडी के चिन्ता लेख्यो यार गोविन्द जी वेलकम टु माय लाइफ गोविन्द जी वेलकम रुबेन भाइलाई तर्साएको मात्र आउनु भयो उ मेरोमा आयो फेरि मेरोमा आयो तेरी ए ब्लक ठोकिहालौँ न ए प्यारी समझ गई भने जस्तो रुबेन भाइ अरु के छ सुन्नु न कस्तो फिलिङ भइराछ नयाँ घरमा सुत्दाखेरि निन्द्रा लागेछ त नो नयाँ घर सुत्दा मतलब मलाई पनि हेर्न आउनु मन लाग्यो नयाँ घर कस्तो राम्रो बनायो होला त म सुत्दा के हेर्न आउने अमितजीलाई लिएर आइज भन्नु न अमितजी आउँदै हुनुहुन्छ तिमी त नआउला सोल्टिना बोलाउन प्लिज मान्छेले कुरा काट्छ प्लिज यार लेट्स गो पागल हो तिमी नआउ आउँछु अमितजीलाई भनिदिनु न तपाईँले फोन गरेर यार आइने पागल रहेछ यार बर्बाद हुन्छ को नआउ बर्बाद पार्दिन भने म केही पार्दिन बस भेट्छु पनिसमेन्ट भन्नु पनिसमेन्ट छिटो पनिसमेन्ट अर्काको श्रीमानलाई मिस गर्ने आए पनि के ठिक यार तपाईँलाई मिस गरेको भने तपाईँलाई मिस गरेको भनेको के तपाईँलाई कति बोली कि आइ मेरो छ्या अनुहार पनि कति नराम्रो छ्या राम्रो त खोज न त तिमीले कति नि यही अनुहारलाई फिदा भएको छ क्या अरे सबैलाई थाहा छ मनले नभनेको त नि मुखले नभनेको त नि मनमा त मै बसेको छ क्या अरे फिदा चाहिँ भएन होला सोल्टिना ल मनले नभने पनि मुखले नभने पनि मनमा त मै छु क्या मलाई थाहा छ यो मैले घर डिभोर्स गराउँछ क्या श्रीमतीले लाइभ हेरेर बसिरहेको छ पागल हो र ल दिदी मलाई बाजे लिएर माग्न आउनु है काठमाडौँको सामाकोसीमा दिदी तपाईँको फर्स्ट पनिसमेन्ट तपाईँ त्यहाँ खाटमा गएर भ्याकुता बनेर बस्ने स्पिड च्यालेन्ज आउने बेलासम्म भ्याकुता बनेर बस्ने त्यहाँ खाट देखाएर फुल बडी देखाएर स्पिड च्यालेन्ज आउने बेलासम्म भ्याकुता बनेर बस्ने दोस्रो पनिसमेन्ट तपाईँ त्यहाँ बाहिर जाने ठाउँ छ कि छैन तपाईँको घरमा अहिले त्यो मुसार यार छ होला के त पक्कै नि टोयलेटमा गर्ने एक बाल्टी पानी हाल्ने
तीसरा पनिशमेन्ट काट्छु 2टा अन्डा खाने क्वाप्पै लाएर अन्डा सक्यो जहिले अन्डा सकिन्छ खुर्सानी सकिन्छ यार म्याक्युरी यार तीसरा पनिशमेन्ट तपाई प्रपोज गर्छ अदालाई चलो बताओ भाइ भन्नु तपाईको पनिशमेन्ट पहिलो पनिशमेन्ट तिमी धेरै मोटायो तिम्रो शरीरमा बोसो मात्र लाग्यो तिमी 1 किलोमिटर दौड दोस्रो पनिशमेन्ट कपाल फिजाएर बोक्सीको गराउने गीत नाच एक्टिङ मात्रै तेस्रो पनिशमेन्ट एउटा अन्डा भुइँमा राखेर सारै अन्डाको धाक लायो एउटा अन्डा भुइँमा राखेर अन्डा माथि उफ्रेर पचत्त अन्डा माथि बस्नु मैले त्यो पनिशमेन्ट गर्नै छोड्दिए अन्डामा बसेर खानेकुरामा के चाके बस्नु भनेर अरे के खानेकुरा के खुर्सानी खानेकुरा होइन भन्छु कि म त हो त नि त्यो अन्डा खानेकुरा हो सबैले खान्छ नि त्यसमै चाक राखेर के बस्नु भनेर त नि गजब बेइज्जती के गरी भन्नु म गरिदिन्छु ल ल भयो ल तीनटा अप्सन दिएको छ नि त हैन 1 किलो दौडिने अनि अर्को खुद भुल गया भाइ ए म नाच्न मिल्दैन एक्टिङ मात्रै गर्ने हो कपाल फिजाएर एक्टिङ मात्रै गर्ने हो नाच्न मिल्दैन आइडी जान्छ माथि नाच्न मिल्दैन तर आफ्नो इशारामा केटाले नचाउन मिल्छ म नचाउँछु म एक्टिङ गर्छु बक्सी गीतमा है अनि तीसरा अन्डा फुटाउने नाच्न मिल्दैन तर आफ्नो इशारामा किङजीलाई गोविन्दजीलाई नचाउन सबै केटाले नचाउन मिल्छ सबै केटा देखाछ तपाईले ल त नि सबै यो दुनियाँमा जति जना पनि केटा छ नचाउँछु तर सबैभन्दा पहिला तपाईलाई नचाउँछु एक बाटा पानीमा टप्प उफ्रिनु लो आऊ कति स्कोर भन मलाई थाहा छ 10,000 6,000 हुन्छ 10,000 लु कम तिमीलाई त आज मैले धोबी हान्ने हो तिमी 3 दिन लाइभ आएको थिएनौ नि लो मार्यो मलाई मार्यो तिमीलाई आज मैले नभस्लाई छोड्छु गाइस डबल ट्याप लाइभ शेयर एभ्रीवन गाइस डबल ट्याप खेला गाइस लेट्स गो टिम ओके गाइस जित्नु पर्छ गाइस आज प्ले इन्टु 3 गाइस यो मान्छेको चुरी फुरी धेरै भयो के मेरा मित्र डबल ट्याप गरेर लाइभ शेयर गर्दा हाम्रो पनि मुन्ची छन् होला